हेलो साथीहरु, सेवा नमस्ते, वेलकम ब्याक टु माई च्यानल। इट्स मी अस्मिता दुमी खाप्पा ब्लग। हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। सो आज हामी चाहिँ हाइकिङ जाँदैछौँ निशान डाँडातिर बहिनी दाइहरूसँग। अनि सो आज 81 प्लान भएर हामी चाहिँ यहाँ अहिले कति बजे 10 बजिसक्यो होला अहिले। सो हिँड्दैछौँ बाटोमा। यहाँ चाहिँ मेरो बहिनी दुईजना जाँदैछ, बहिनीको साथी। जाँदैछौँ सर्टकट बाटो। आज त वेदरले पनि हामीलाई साथ दिएकै हो क्या। आज चाहिँ बिहान ओपर घाम लागिरहेको थियो कि हामी हिँड्ने बेलामा चाहिँ खतरनाक हावा आउँदैछ। त्यही त जस रमाइलो हुँदैछ हिँड्नु। जे होस् आज चाहिँ हामीलाई वेदरले पनि साथ दिइरहेको छ है। पुरै अघि त घाम लागिरहेको थियो, अहिले त शीतल भइरहेको छ। हावा कस्तो मजा चलेको, कस्तो चिरिरी चिसो हावा। वाह बढिया। जस यतिको चाहिँ हुनुपर्छ वेदर भनेको चाहिँ, यतिको चाहिँ साथ दिनु पर्यो नि। अब यो भगवान यहाँ चाहिँ फोटो खिच्ने, फोटो सुटिङ कस्तो हुँदैछ दाइ? ल दाइलाई कस्तो फिल हुँदैछ बहिनीहरूसँग हिँडेर? आज फर्स्ट टाइम हो। नक्कल झक्कल पार्नु बाइक। जस आज वेदरले साथ दिइरहेछ हामीलाई। कस्तो दामी। वाउ हेर्नु न, मजाले हावा चलिरहेछ है। हामी चाहिँ अब यो डाँडाबाट उकालै जान्छौँ, जङ्गल उकालो। न कति राम्रो। यो के को रुख ल भन गाइजहरू, यो के को रुख हो? ए आमा यस्तो ट्यालेन्टहरू। म झन् लडे भिडियो बनाउँदा। बरे हो त यो, पक्कै हो। यो के को रुख हो आन्टी? बरे हो त यो। बरे हो? अब आन्टीले भनिसक्नु गफ त फेरि बहिनीहरूको 5 दिन चाहिँ अब यतिको उकालो हिँड्नु पर्ने हुन्छ है साथीभाइ हो। रिदम दाइले फेरि सबैलाई टपेर अगाडि पुग्ला फेरि एकैचोटि माथि। अघि सबैभन्दा अगाडि पुग्ने मान्छे त यहीँ बस्यो त नि। कुद्नु हुने मान्छे है हामीलाई टपेर जाने चाहिँ हिँड्ने मान्छे दिनभरि यहीँनिर। अब के गर्नु, अब हामी यहाँबाट भित्र जानुपर्ने हुन्छ। यहाँदेखि उकालो सिधै हाम्रो माउन्टेनै हो त यो, धरानको माउन्टेन हिल। हामी अब चिलमा हिँड्ने हो नि त। हामी सबैजना चिले हो नि त, हो कि होइन? कुन रुखलाई? त्यो निभाराको पात। रङ एन्सर ल, सही एन्सर भन्नु नि त। के हो त निलु? सही एन्सर दिनलाई 5 रुपियाँ इनाम। सालको पत्ता टपरी हुने कहिले हो? गर्मी भयो यति हिँड्दैमा। अब हामी यस्तो अफरोड हुँदै जानुपर्छ। हाइकिङ भनेको यस्तै त हो है, तर ठिकै छ। पहिला त यो बाटो त थोरै हिँडेको होइन, हुनु भन्नै पर्ने हो नि त साँच्चीकै। मैले जिस्केको छैन कि यो बाटो हामी लकडाउन हुँदा चाहिँ नि रनिङ चाहिँ यही बाटो जान्थ्यौँ। त्यही मलाई पुरै याद छ क्या यो बाटो चाहिँ। लकडाउन हुँदाखेरि हामी यो बाटो थोरा रनिङ जान्थ्यौँ त।
फेरि ग्याङै बोकेर जान्छु नि त त्यही भएर पहिला यही रनिङ हानेर घटेको थिइनँ अहिले मोटाको त काहीँ नभएको पहिला पो गएको र घटेको थिएँ त अब अहिले त मोटा हाल्यो नि है मेरो साथीहरू समझ रहे हो ना के छ दाइ मोडल अहिले अमेरिकातिरै कता बेसी कपडाहरू खै तिमीले कुन मोडलको कुरा गरेको हामी आफै यहाँ 101 मोडलहरू छौँ होइन नि हामी कुन मोडलको कुरा गरेको हाम्रो थाहा नै छैन हो खोइ आस्ता गरौँ भयो ब्याग ऊ दाइलो बोक्ने देख्छु म दाइलो बोक्दो ओ माई गुडनेस कति राम्रो आएको क्या अहिले चाहिँ साँच्ची फोटो भनेपछि राम्रै भनेपछि त अघि आइपुग्छ ताईहरू भएपछि बहिनीहरूलाई के को टेन्सन होइन ब्याग बोक्नै पर्दैन नि बहिनीहरूले वाउ पसिनै सरी भयो यति हिँड्दैमै बिस्तारै आउला मेरो बहिनीहरू यही हो मेरो बहिनी बाटो धेरै हिँडेर चाहिँ बनेको क्या अस्मिताको नाममा अस्मिता गलेको न मै गलेको सबैजना गलेको बस्छ न सबैजना एकछिन रेस्ट गरौँ ल बसौँ बिसाम पसिना हेर न यस्तो आइरहेछ पसिना यसरी तर पानी ल्याउ न गर्मी भयो हो नि म त धनी हो नि हौ हामी चाहिँ अब यहाँ अहिले रेस्टमा छौँ रेस्ट गरेर रमाइलो हुँदैछ त अहिले रमाइलो भयो अहिले त दाइको फ्यान त खतरा रहेछ त पातलो आफ्नै फ्यान छ घरबाट आमैको फ्यान बोकेर आउनु पर्ने रहेछ मिनी फ्यान हेर्नु हात नाक बनिन्छ क्या आज भित्र हाम्रो अब जाउँ ल बिस्तारै बिस्तारै गर्दै के त छैन होइन धरानहरू अलिअलि देखिँदो रहेछ दामी छ ठाउँ हाइकिङ जानुको लागि चाहिँ ठाउँ चाहिँ राम्रै छ है बिना अनुमति पूजापाठ बाहेक च्याउ टिप्न पस्न मनाही छ अरे यहाँ झन् च्याउ पाउँछ रहेछ नि तर अहिले च्याउ पाउने सिजन हो नि त हुनु त पानी पर्दा त ए ल नाचेर देखाउँदैछु दाइ काभ्रेलीको दाइ पनि नाच्नु मगा पनि नाच्नु यतिको चाहिँ नाच्नुपर्छ दाइ अनि तिम्रो भन्यो नि यतिको नाच पनि हुनु परेन नि नत्र फेरि काभ्रेलीले फेरि एक्सेप्ट गर्दैन नि त तिमीलाई सुन दाइ फेरि काभ्रेलीले फेरि एक्सेप्ट गर्दैन नि त नि यतिको काभ्रेको केटाहरू नडराउने मान्छे त त्यही भएर तर्सेको होला होइन त होइन न्याउरी मुसा हो न्याउरी मुसा हो त्यही त नि गफाडे म अमे हो त्यही तर्सेको रहेछ बोइ सँगसँगै होइन त हुन्छ त खेल न एकचोटि घर पुग्छौ ल
दाइलाई खासमा चाहिँ कि साँपले चाहिँ ठुङ्दैन कि साँपलाई चाहिँ दाइले उल्टै डस्ने हो क्या दाइले चाहिँ उल्टै साँपलाई डस्ने हो क्या होइन त दाइ त्यही त दाइले त कहिले पनि ठुङ्दैन त्यही त नि दाइले त कहाँ ठुङ्नु त नि अब चाहिँ हामी सर्टकटबाट रोड आइपुग्न आँट्यौँ है म चाहिँ अगाडि नआएर यहाँ बसिरहेको छु यिनीहरू कतिखेर आउने हो हामी चाहिँ सर्टकट बाटोबाट रोडमा आइसकेको छौँ म चाहिँ यहाँ रोडमा आइपुगेर पनि बसिरहेको छु बहिनीहरू पछाडि आउँदैछ भर्खरै के गरेको थियो ओए अनि कति ढिलाको गोजीमा लिएको छु क्या के चाहिँ खानेकुरा च्याउ हेरेछ चाहिँ एक दुईवटा आउनु घुम्नु सक्दैन घुम्नु त परि जस्तै आम्मा आउनु जान्छ छिटो के गर्नु परेको नि भगवान हामी त हिँड्नै सकेन उता पहिला नै पहिला नै भइसक्यो हिँड्नु सक्ने रहेछ हामी त हिँड्नै अनि हो त हिँडाइसकेर बसिरहेको छु। आयो उता बा तिमी त अघि म त हिँड्न सकिहाल्छु नि पर्खिन आउनुपर्छ नि हौ पर्खिरहेको छु त यहाँ दिदी ल हिँड अब त आम्मा यसले चाहिँ काम पाएछ है सक्यो ल अब लाग्नु भयो नि त फेरि थ्याङ्क यू दाइको स्टाइलले अर्कै जस बिन्दास त होला चिलमा ल त फेरि हामी एकचोटि जाओस् न त काभ्रेलीवाला डान्स दाइ काभ्रेलीवाला नाच नि एकचोटि देखाउ नि त देउस मन पऱ्यो क्या तिमीले काभ्रेलीवाला नाचेको चाहिँ यहाँ चाहिँ हाम्रो दाइको ट्यालेन्ट कुन चरा रे दाइको चाहिँ अर्को 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 चाहिँ कुन चरा रे हो अनि अर्को चाहिँ कुन चरा लु फेरि लु त तिमीहरू कराएको जङ्गलतिर कहिले सुनेर त छैन होला किन सुन्दैन सुनिहाल्छ कराउन अब आउँदैन त बजाउनु न त बजाइहाल्दैन कराउन जेउन ठिक छ त दाइको ऊ हेरिदिनु न त ट्यालेन्ट यतिको हुँदा चाहिँ हावा दामी चलेको हुँदैन दाइ बब्बाल हुन्थ्यो किन सुनेन सुनेको नि हो त नि अर्को चाहिँ सुनेको थिएन मल्टी ट्यालेन्ट के गरेको दाइ तिमीले चाहिँ त्यो मसँग चाहिँ खाने ट्यालेन्ट डर छ है साथीहरू कसैलाई खानु सक्नु भन्दा पनि खानु मलाई बोलाउँदा हुन्छ म फुल सपोर्ट आइदिन्छु हिँड्नु थाल्यो कि घाम लाग्छ बस्यो कि घाम डुब्छ क्या आयो समातेको छ ए उसको होइन नि त
नाच्दैमै हेर न पहिला मलाई थाहा भयो उसको पछाडि यता लाउनु कहाँ लगाएको छ नि हेर होइन छिटो लगाएर त्यो बाजिरहेछ त्यो पछाडि कहाँ बाँध्ने होइन त्यो फोर्सले गर्दा हुँदैन होइन यसरी गर्दाखेरि यस्तोमा हुन्छ क्या गाँठो पर्छ क्या अलिक हेर न भिडियो हेर न कहाँ आउँछ हो होइन त्यो टाँसेको हुन्छ हौ त्यो उसले यता टाँस यसले यो होइन हौ ए होइन यहाँ रहेछ नि त यो यस्तो चाहिँ होला यसलाई चाहिँ यहाँ हो त यहाँ हेर न लु यहाँ समातेको यहाँ यतिकै देखाइदिनु ल होइन ए पोखा ल एउटा हो क्या त्यस्तो हुन्छ यो ब्यालेन्स हो क्या समात्दैन नि त आफै ट्राई गरे भने हुन्छ ए समातेको छ Yes, I believe. केमा हुनु तपाईँ म यस्तो आउँछु मल्टी ट्यालेन्टहरुमा त छ न ग्रुपमा पनि अब अर्ग्यानिक पानी खान चाहन्छु यस्तोमा ल यो चाहिँ आफै उम्रेको पानी अरे गाइडहरू यो चाहिँ नेचुरल खोइ कताबाट उम्रेको पानी हो कसरी आफै उम्रिन्छ पानी कसरी उम्रिन्छ अन्त तेरो मैले भनिदिएको त हाम्रो डेस्टिनेसन आइपुग्नु आँट्यो है डाँडा हो दामी गीत आयो त भाइ भागेर पिपलु यो नदिए यो मन्दिए यो तन्दिए यो मन्दिए तिमीलाई मायालु भागेर पिपलु हामी चाहिँ आइसक्यौँ हाम्रो डेस्टिनेसनमा यही हो हाम्रो डेस्टिनेसन दुईजना चाहिँ पछाडि नै फोटो खिच्दैछ हामी चाहिँ आइसक्यौँ तपाईँहरूलाई म भ्यू देखाउने छु धरानको यहाँदेखि धरान वाटर वाउ सबै धरान बस्दै कस्तो आनन्द फिल भयो अनि सान डाँडा पहिला त्यति थिएन अहिले त चेन्ज भएछ भाउजू अहिले त कति धेरै चेन्ज भइसकेछ त यो चाहिँ खासमा चाहिँ प्यारिस डाँडा है यो चाहिँ प्यारिस डाँडा हो तपाईँहरू आउनु सक्नुहुन्छ यहाँनिर होमस्टे पनि छ है ठिक छ हाम्रो दाइ सन्चै हुनुहुन्छ सन्चै एकदम अनि अहिले त के हो खतरा बनाउनु भएछ त अनि प्यारिस डाँडालाई त नि अलिअलि यसो ल भनिदिनु नि त मेरो भ्लगमा के भन्न चाहनुहुन्छ यहाँ आउने मान्छेहरूलाई यहाँ आउने मान्छेहरूलाई अब यो चाहिँ धरान 5मा प्यारिस डाँडा होइन यहाँ चाहिँ सबै यो होमस्टे हो अनि लजिङ फुडिङ इन्टरटेनमेन्ट सब अल इन वान हो होइन यदि तपाईँहरू कोही पनि आउन चाहनुहुन्छ भने ओपन छ सबैलाई आफै पकाएर खाँदा नि भयो विशेष गरी यहाँको भनेको त्यो लोकल कुखुरा भात अब लोकल कुराहरू हो सबै कुरो सुविधा छ आफै पकाएर पिकनिक आएर खाँदा नि बस्दा नि भयो होइन फ्यामिली आउँदा नि भयो साथीभाइसँग आउँदा नि भयो सबै उपलब्ध छ कृपया आइदिनु हाम्रो बहिनीको भक्तबाट हेर्नुहुन्छ हो आउनुपर्छ नि यहाँ चाहिँ एकदम लोकल पाइन्छ है साथीहरू राम्रो पनि छ ठाउँ कति धेरै चेन्ज भएछ कति राम्रो भएछ पहिला हामी लकडाउनमा यहीँसम्म आउँथ्यौँ हेर्नुहोस् त साथीहरू आउनु सक्नुहुन्छ तपाईँहरू यहाँनिर यो चाहिँ हाम्रो नेचुरल ट्याटु हालिसक्यौँ होइन नेचुरल ट्याटु दामी भएर चाहिँ यहाँ चाहिँ हाम्रो सामरे झटपट यहाँ रेडी हुँदैछ घरबाट लिँदै
आलुदम छ ल यहाँ पनि चटपटी अनि चटपटी नि हामीले ल्याएको अलिएको छ होइन केही पनि मगाएको नि पुग्दैन खालि थोरै छ यहाँ यिनीहरूले थोरै सामान ल्याएछ क्या अब यहाँ धरानको भ्यू हेर्दै हामी चटपटी चाम्रे खाने हो कस्तो छ दामी छ है चटपटी दाइ आउनु न अलिक नजिक अनि यहाँ खानु न अब हाम्रो बहिनीहरूको हातको पनि चाख्नु ल यो चाखिहाल्ने गर्छ हामी चाहिँ अब घर फर्केको साथीहरू बाई बाई Bye guys. Bye bye.